तपाईँले हँसी ठिठोली गर्दै गर्नुभएको छ, कसैसँग एकदम इत्रिनु भएको छ भने धर्मको विरुद्ध तपाईले कुनै काम गर्न सक्नुहुन्छ, कुनै नीतिभन्दा विपरीत तपाईँ जान सक्नुहुन्छ, अनीतिपूर्ण इलिगल तपाईले काम गर्न सक्नुहुन्छ भने कतैबाट तपाईलाई बदनामी पनि आउन सक्छ। बन्दै गरेको काम अथवा बन्नेवाला काम पनि तपाईको अचानक बिग्रन सक्छ। गलत संगतमा तपाईँ जान सक्नुहुन्छ। यो कुरामा विशेष ध्यान पुर्याउनु होला। यस्तो सपना देख्नुहुन्छ, सपनामा अत्यन्तै इत्तरिएको एकदम हाँसी मजाक गरेको अश्लील तरिकाको तपाईले दृश्य सपना देख्नुहुन्छ भने तपाईँ गलत मार्गमा जाँदै हुनुहुन्छ, या तपाईको स्वभाव गलत एउटा अहंकारले तपाईलाई छुँदैछ, ज्ञान तपाईको नष्ट भयो, तपाईको दुर्बुद्धिले तपाईलाई छुँदैछ भन्ने पनि संकेत बुझ्न सक्नुहुन्छ। यो कुरालाई विशेष ध्यान दिनु होला। र सपनामा तपाईले एकदम ठन्डीले आत्तिएर एकदम लगलुती कामेको एकदम ठेठुर गरेको सपनामा एकदम कम्प गरेको जाडाले आत्तिएको त्यस्तो कम्प आएको देख्नुहुन्छ भने विपनमा तपाईलाई बहुत सुख प्राप्ति हुनेछ। धेरैभन्दा धेरै तपाईले दुःख उठाइसकेपछि सङ्घर्ष गरे पश्चातको एउटा पानी परेपछि मौसम साफ भए जस्तै जीवनमा तपाईले अतीतमा भएका ती दुखाइबाट ती भोगाइबाट तपाईले धेरै कुरा सिक्न पाउनुहुन्छ, अगाडि बढ्न पाउनुहुन्छ र आउँदा निकट दिनहरुमा तपाईले अब दुःख भेट्नु पर्दैन, अत्यन्तै सुखको दिन तपाईले भोग्न पाउनुहुनेछ भन्ने बुझिन्छ। र धेरै दिनदेखि तपाईँ दुखी हुनुहुन्थ्यो भने पनि त्यस्ता दुःखहरुबाट तपाईलाई शीघ्र तपाईलाई मुक्ति मिल्नेछ। कसैको बन्धन, कसैको जिम्मेदारी, केही त्यस्तो बाध्यतामा तपाईँ हुनुहुन्थ्यो भने ती सबै व्यवस्थाहरू अब तपाईका छुट्नेवाला छन् भन्ने कुरा बुझ्न सक्नुहुन्छ। कसैले तपाईलाई सपनामा ठक्कर मारेको या तपाईले कसैलाई ठक्कर मारेको या ठेस लागेको त्यस्तो देख्नुहुन्छ भने पनि बडा स्थान मिल्छ भनेको छ। ठूलो स्थान, उच्च पद प्राप्ति हुनेछ या राम्रो तपाईलाई कसैको कृपा, सहयोग, सपोर्ट मिल्न सक्छ। शत्रुमाथि तपाईको विजय मिल्न सक्छ र सुन्दर पत्नी तपाईले पाउनुहुन्छ। यदि पुरुषले देख्नु भएको छ भने सुन्दर पत्नी, योग्य पत्नी प्राप्त हुन्छ भने स्त्रीले देखिए उत्तम पति प्राप्त हुन्छ, सन्तानको पनि प्राप्ति हुन्छ, धन दौलत, सुख, शान्ति, समृद्धि, खुशी, सन्तोष तपाईलाई प्राप्त हुनेछ। र एउटा ठाटबाट रूपमा तपाईले आफूलाई लग्जरी तरिकाले एकदम हाई क्वालिटीको कपडाहरू लगाएको त्यस्तो किसिमको एउटा ठाटबाटसित तपाईले आफूलाई एउटा राजकीय स्तरमा देख्नुहुन्छ भने फेरि सपनामा अत्यन्तै हाँस्नुहुन्छ भने पनि विपनामा तपाईँ दुःख पाउनुहुन्छ, गरिबी पनि तपाईलाई मोह हुन सक्छ, कुनै न कुनै प्रकारको सङ्कटमा तपाईँ फसिन सक्नुहुन्छ, कुनै बिमारीले तपाईलाई सताउन सक्छ या कुनै न कुनै प्रकारको तपाईँ यस्तोबाट बच्नको लागि दान गर्नु होला, भगवानसँग या आफ्नो इष्ट देवतासँग या कुलपितरसँग आशीर्वाद माग्नु होला। नजिकै तपाईको कुनै मन्दिर, भगवानको कुनै त्यस्तो थान छ भने अवश्य पनि त्यहाँ गएर तपाईले माथा टेकेर आउनु पर्ने हुन्छ। कुनै गरिब दुखीहरूलाई या पितृको नाममा कुनै न कुनै भगवानको कुनै उपासना या ध्वजा लहर बाँधिदिन सक्नुहुन्छ, अथवा योग्य कुनै विद्वानसँग तपाईले सपनाको के गरेर शान्ति हुन्छ भन्ने कुरा बुझ्न सक्नुहुन्छ भने आफूले नित्य तपाईले कुनै कर्ममा कुनै भगवानको लागि कुनै जप, साधना, सूर्यलाई अर्घ्य, गायत्री जप या कुनै दुर्गा कवच या यस्ता हनुमान चालिसा यस्ता पाठहरू गर्नुहुन्छ भने अवश्य पनि कसैको आशीर्वाद, अष्टचिरञ्जीवको आशीर्वाद लिनुहुन्छ भने पनि अशुभ सपनाको दोष नष्ट हुनेछ। र सपनामा तपाईले कतै न कतै ठेला लगाएको देख्नुहुन्छ या ठेला जुन रेडीवाला गाडी जुन हुन्छ, ठेलावाला गाडी, यस्तो खालको ठेला सानो काठको बनाएको जुन रोडमा मान्छेले सब्जी फलफुल केही बेच्न हिँड्ने खालको त्यस्तो खालको ठेला देख्नुहुन्छ भने अत्यन्तै तपाईले जीवनमा आउनेवाला जीवनमा अत्यन्तै सङ्घर्ष, मेहनत, कठिन परिश्रम गर्नुपर्ने हुनसक्छ। तपाईका इरादाहरू पुरा त हुनेछन् तर बिस्तारै पुरा हुनेछन्। सङ्घर्ष पश्चात तपाईको जीवनमा केही सफलता मिल्नेछ भन्ने सङ्केत हुन्छ। केही विघ्न, बाधा, अडचनहरू, चुनौतीहरू अवश्य पनि आउनेछन् तर तपाईले धैर्यको साथ अगाडि बढिरहनु भयो भने अवश्य पनि त्यस्ता सङ्कटबाट तपाईँ पार हुनुहुनेछ। ठन्डा पानी देख्नुलाई राम्रो मानिसको सङ्गुलो छ, ठन्डा चिसो पानी छ, नर्मल पानी छ भने अत्यन्तै सन्तानको प्राप्ति, धन दौलत तपाईलाई बढ्न सक्छ, मन शान्त, खुसी हुन्छ, मन पवित्र हुन सक्छ र तपाईलाई कतै न कतैबाट खुसी केही न केही खालको तपाईलाई राम्रो खालको हुन सक्छ। र कुनै न कुनै तपाईँ यस्तो ठाकुरद्वारा देख्न भनेको छ, कुनै भगवान सानो छोरे ठाकुर हुन्छ, कृष्ण भगवानको सानो छोरो बाल मुकुन्द, बाल गोपालको मूर्ति छ, कसैले ठाकुरजी भन्नुहुन्छ कृष्ण भगवानलाई पनि। यस्तो भगवानको कुनै मूर्ति त्यस्तो कोही प्रतिष्ठा देख्नुहुन्छ भने मनोकामना तपाईको पूर्ण हुनेछ। ठाकुरजीलाई भोग लगाउँदै गरेको देख्नुहुन्छ, उपासना गर्दै गरेको देख्नुहुन्छ भने पनि अत्यन्तै राम्रो सङ्केत, कुनै दैवीय आध्यात्मिक उन्नति तपाईको प्राप्ति हुन सक्छ। तपाईको मनमा कुनै ज्ञानको स्रोत बन्न सक्छ भने सपनामा तपाईले कुनै ठग देख्नुहुन्छ, ठगलाई देख्नुहुन्छ भने तपाईलाई नै कहीँबाट कसैले ठग्न सक्छ, हानि हुन सक्छ र पैसा तपाईले एकदम ख्याल गर्नु होला, हर कसैलाई उधारो नदिनु होला। यस्तो सबै देख्नुभयो भने र कुनै न कुनै तपाईले चिजमै केही किलो ठोकेको देख्नुहुन्छ भने अथवा कतै किला गाडेको देख्नुहुन्छ भने
किला अथवा केही खुटी उनको घरमा केही घरको बार्नको लागि रक्षाको लागि कसैले काठका केही बनाएर हुन्छन् या केही फलामको यस्तो किलो काँटी केही ठोकेको देख्नुहुन्छ अथवा यस्ता काँटीहरू देख्नुहुन्छ भने आफ्नो व्यक्तित्वको दुनियाँलाई तपाईले आफ्नो व्यक्तित्व अनुसार तपाईको बुद्धि विवेक अनुसार तपाईले अरूलाई आफ्नो कुराहरू मनाउन सक्नुहुन्छ आफ्नो मनको कुरा अरूलाई रिजाउन सक्नुहुन्छ या भन्न खोजेको कुरा तपाईले अरूलाई आफ्नो बसमा राख्न सक्नुहुन्छ अरूलाई भनिन्छ आफ्नो कुराहरूलाई मनाउन शत्रुलाई पनि आफ्नो बसमा राख्न सक्नुहुन्छ तपाईँ अटल तेजस्वी ओजस्वी बन्न सक्नुहुन्छ र सुख तपाईलाई प्राप्ति हुन्छ काम अब तपाईले आँटेको काम कार्यमा सफलता मिल्नेछ भनिएको छ भने विशेष गरेर कसैले ठर्रा शराबहरू रक्सीहरू बियरहरू पिएको देख्नुहुन्छ शरीरमा घसेको देख्नुहुन्छ कसैले जबरजस्ती जति तपाईलाई खुवाइदिएको देख्नुहुन्छ आफै खाएको पिएको देख्नुहुन्छ अथवा कतै न कतै चारैतिर रक्सीबाट लतपतिएको देख्नुहुन्छ भने पनि अथवा रक्सी देख्नुहुन्छ मात्र भने पनि यसलाई पनि अत्यन्तै निकटवर्ती समयमा तपाईँ अत्यन्तै धनवान बन्न सक्नुहुन्छ आकस्मिक धनलाभको योगहरू बन्न सक्छन् नसोचेको तपाईलाई धन प्राप्त हुन सक्छ चारैतिरबाट तपाईलाई मान सम्मान यश कीर्ति कुनै बिजनेस व्यवसायमा एउटा अवसर कुनै एउटा ठुलो मौका पनि तपाईले पाउन सक्नुहुन्छ भन्ने खालको यो अत्यन्तै शुभ संकेत शुभ सपना मानिन्छ सपनामा विष्टा लेपन बियर रक्सी यस्ता देख्नु खानु अत्यन्तै राम्रो मानिएको छ अवस्था दर्शकवृन्द आजको बसाइमा यति नै यदि तपाईँ पहिलो पटक यो च्यानलमा जोडिनु भएको छ मेरो पहिलो पटक यो भिडियो हेर्दै हुनुहुन्छ र अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया तुरुन्तै तारानाथ भण्डारी एचएल भनेर यो मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथमा रहेको बेल आइकन घण्टी पनि दबाइदिनु भयो भने नित्य निरन्तर रूपमा यस च्यानलबाट ज्योतिष अध्यात्म साहित्य वास्तु हस्तरेखा अङ्क ज्योतिष सपना शकुन तन्त्र मन्त्र यन्त्र कथा प्रवचन कर्मकाण्ड हवन यज्ञ अनुष्ठानहरू यस्ता विशिष्ट आध्यात्मिक प्रेरणादायी भिडियोहरू हेर्न देख्न सुन्न पाइरहनु भएको छ र पाइरहनु हुने नै छ आफ्नो अमूल्य सल्लाह सुझाव प्रतिक्रिया दिँदै गर्नुहोला कहाँबाट हेर्दै हुनुहुन्छ त्यो कुराको पनि जानकारी गराइदिनु होला र कुनै पनि ज्योतिषीय सम्बन्धी वास्तु सम्बन्धी परामर्श लिन चाहनुहुन्छ आफ्नो जन्म कुण्डली चिन्ह टिप्पण देखाउन चाहनुहुन्छ हस्तरेखा देखाउन चाहनुहुन्छ अनलाइन ज्योतिष कोर्स गर्न सिक्न पढ्न ट्युसन पढ्न चाहनुहुन्छ या कुनै पनि यस्ता टुनामुना सम्बन्धी जादु सम्बन्धी तन्त्र मन्त्र आगम निगम कुनै पनि माध्यमबाट तपाईले आफ्नो समस्या र समाधान गराउन र स्वस्थ शान्ति गराउन चाहनुहुन्छ अनलाइन पूजा लगाउन चाहनुहुन्छ भने अवश्य पनि हामीले दिएको तलको WhatsApp नम्बरमा सम्पर्क गर्नुहोला दुईवटा नम्बर राखिदिएको छु एउटा इन्डियाको नम्बर छ एउटा नेपालको छ दुईवटै नम्बर चालु छन् WhatsAppमा र यदि फेसबुक पेजलाई पनि तपाईले फलो गर्न चाहनुहुन्छ साथी बन्न चाहनुहुन्छ फेसबुकमा भने अंग्रेजीमा अथवा नेपालीमा तपाईले तारानाथ भण्डारी एचएल भनेर खोज्नु भयो भने अवश्य पनि देख्न सक्नुहुनेछ त्यहाँबाट तपाईले फलो गर्न साथी बनाउन रिक्वेस्ट पठाउन सक्नुहुन्छ भन्दै आजको बसाइबाट बिदा माग्न चाहे बिदा दिनुहोस् नमस्कार जय नेपाल जय पशुपतिनाथ जय जननी जय कर्मभूमि।